के तपाईहरु कहिले यस्तो कार्यक्रममा सहभागी हुनुभएको छ जहाँ उपहार मात्र होइन खुशी पनि छरिएको होस्? हजुर, म कुरा गर्दैछु ए टु जेड मोबाइल हाउसको चौथो शाखा काओसती थाना चोकबाट आयोजना गरिएको बम्पर उपहार हस्तान्तरण कार्यक्रमको। ए टु जेड मोबाइल हाउसको चौथो शाखा काओसती थाना चोकमा गएको हप्ता यानि कि वैशाख 10 गते गरिएको लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रममा विभिन्न उपहारहरू थुप्रै सुनको औँठी, स्मार्ट वाच, इयरबड्स र स्मार्टफोनको साथै बम्पर उपहार भेस्पा स्कुटर जित्न सफल हुनुभएका सम्पूर्ण भाग्यशाली विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरिँदैछ। आज हाम्रो चौथो शाखा काओसती थाना चोकमा बम्पर उपहार हस्तान्तरण कार्यक्रमलाई सहभागीहरूको आफ्नो उपस्थितिले यो गर्मीको मौसममा पनि कार्यक्रमलाई भने ऐतिहासिक बनाएको छ। र सो कार्यक्रममा थुप्रै सुनको औँठी, 1 जनाले स्मार्टफोन, 25 जनाले इयरबड्स र 25 जनाले स्मार्ट वाच ग्रहण गर्नुभयो र अन्ततः सम्पूर्ण विजेताहरूमध्ये सबैभन्दा प्रतीक्षित पुरस्कार बम्पर उपहार भेस्पा स्कुटर विमला भट्टराईज्यूले आफ्नो सानो बच्चासँग खुसी साथ ग्रहण गर्नुभयो। यो क्षणले भने सम्पूर्ण कार्यक्रमलाई निकै भावनात्मक बनायो र साथै विजेता विमला भट्टराईज्यूले आफ्नो खुसी साटासाट गर्न त्यहाँ उपस्थित हुनुभएका सबैलाई लड्डु पनि बाँड्दै आफ्नो खुसी साटासाट गर्नुभयो, जसले गर्दा कार्यक्रमको शोभा अझै बढ्न गयो। र फेरि पनि कार्यक्रममा उपस्थित हुनुहुनेहरू मध्येबाट 5 जनाले स्मार्ट वाच वा इयरबड्स लकी ड्र मार्फत फ्रीमै प्राप्त गर्नुभयो। यसैगरी कार्यक्रमको अन्तपछि भने हामीले विजेता विमला भट्टराईज्यूको सम्मान स्वरूप बम्पर उपहार भेस्पा स्कुटर सहित उहाँलाई बजार परिक्रमा गराई उहाँको घरसम्म पुर्याइयो र यो सम्पूर्ण समयमा विमला भट्टराईज्यू एकदमै खुसी हुनुहुन्थ्यो। यसरी नै तपाईहरु पनि बम्पर उपहारको विजेता बन्न चाहनुहुन्छ भने ए टु जेड मोबाइल हाउस भिजिट गर्नुहोस् र यो भिडियो तपाईहरुलाई मन परेमा लाइक गरी धेरै भन्दा धेरै शेयर गर्नुहोस्। धन्यवाद।